ल आज हामी केही अंग्रेजी शब्दहरूलाई नेपालीमा के भन्ने जान्ने प्रयास गर्दैछौँ। म तिमीहरूलाई सोध्छु, तिमीहरू जसलाई आउँछ तिमीहरूले भन्नु है, अनि जसलाई आउँदैन नि उसले अब यसो मिलाएर आफू भन। किबोर्डलाई नेपालीमा के भनिन्छ? हिमांशुले भन त, आउँछ? आउँदैन। तिमीले भन त, आउँदैन। ल तिमी भन, किबोर्डलाई नेपालीमा के भन्? के भन्ने? के भन्ने भन् तिमीहरूले? कुञ्जी पथ भन्ने। त्यसपछि दोस्रो शब्द छ अक्सिजन। अक्सिजनलाई नेपालीमा के भन्ने? प्राणवायु। हो, सही जवाब, प्राणवायु। लो तिम्रो नाम के हो? रिजन। रिजन सिंहले एउटा चकलेट पायो, तिमीले भन्दैनौ त कसरी पाउनु? अनि त्यसपछि अब दोस्रो शब्द, अर्को शब्द हेर अब। सुनामीलाई नेपालीमा के भनिन्छ? जल स्तम्भ। लो एकदम सही जवाब आयो। त्यस पछाडि अर्को छ, सजिलो छ, सजिलो एकदम। ब्याट्रीलाई नेपालीमा के भनिन्छ? विद्युत कोष। हो, विद्युत कोष भनिन्छ। त्यस पछाडि अर्को छ एकदम सजिलो, ल हिमांशुले भन्छ एम्बुलेन्सलाई नेपालीमा के भनिन्छ? रिजन पास। लो अश्रुतले भन्छ रोगी वाहन। हो, रोगी वाहन। त्यसपछि अर्को छ अब सजिलो, बैंक। बैंकलाई नेपालीमा के भनिन्छ? अश्रुत भन त। कोषगृह। त्यसपछि छ फोटोकपी। फोटोकपीलाई नेपालीमा के भनिन्छ? यो दुईजना पास, तिमीले भन। हो, छवि चित्र। अनि यो रेफ्रीलाई नेपालीमा के भनिन्छ? खेल्ने दायक। अनि फुटबललाई नेपालीमा के भनिन्छ? फुटबललाई नेपालीमा के भनिन्छ? भन त। लात्ते भकुन्डो भनिन्छ। अनि अन्तिम वर्ड यो अस्टिचलाई नेपालीमा के भनिन्छ? उडचरी सुतुरमुर्ग। ल ल ल आजको लागि धन्यवाद है सबैलाई। ताली बजाऊ सबैले।